हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ म बिटाउनमा रहेको एकदमै फेमस टी हबदेखि भिडियो स्टार्ट गरिरहेको छु। यहाँको स्पेसल भनेको मटका चिया हो। अनि हामीले एउटा मटका चिया र सादा चिया अर्डर गऱ्यौँ। अनि यहाँको मटका चिया चाहिँ खानु आइदिनु होला सबैजना। एकदम मलाई चाहिँ मटका चिया एकदम मनपर्छ यहाँको। अनि त्यसपछि हामीले चाउमिन पनि खायौँ। चाउमिन खाएर म मेरो वर्क सिक्ने ठाउँमा आएँ। अनि वर्क सिकिसकेर बहिनीलाई पर्खिरहेको थिएँ। यसो मेरो ल्यासेस देखाउँदै भिडियो गरेँ। अनि त्यसपछि यो हो ह्याङ आउट। हामी ह्याङ आउटमा आयौँ। बहिनीहरूले यसो फोटो भिडियो गर्नुभयो। अनि त्यसपछि हामीले खानेकुरा अर्डर गऱ्यौँ। अनि खानेकुरामा चाहिँ हामीले चिसो खायौँ। अनि खाजा सेट खायौँ। त्यस पछाडि स्पेसल विङ्स चाहिँ खाइसकेर मात्र भिडियो गरिरहेको चाहिँ बहिनी चाहिँ यहाँ पिरोले सक्साक गरिरहनु भएको छ। दुईजना बहिनीहरू चाहिँ मलाई चाहिँ स्पाइसी एकदमै मनपर्छ नि त, त्यही भएर मैले अर्डर गरेको थिएँ। तर एकदम दामी 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 थियो क्या। त्यसपछि हामीले टिकटक बनायौँ। अनि टिकटक बनायौँ। अनि टिकटक बनाइसकेर फोटोहरू खिच्यौँ। अनि त्यसपछि घरतिर लाग्यौँ। आजको भिडियो यति नै। हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ म बिटाउनमा रहेको एकदमै फेमस टी हबदेखि भिडियो स्टार्ट गरिरहेको छु। यहाँको स्पेसल भनेको मटका चिया हो। अनि हामीले एउटा मटका चिया र सादा चिया अर्डर गऱ्यौँ। अनि यहाँको मटका चिया चाहिँ खानु आइदिनु होला सबैजना। एकदम मलाई चाहिँ मटका चिया एकदम मनपर्छ यहाँको। अनि त्यसपछि हामीले चाउमिन पनि खायौँ। चाउमिन खाएर म मेरो वर्क सिक्ने ठाउँमा आएँ। अनि वर्क सिकिसकेर बहिनीलाई पर्खिरहेको थिएँ। यसो मेरो ल्यासेस देखाउँदै भिडियो गरेँ। अनि त्यसपछि यो हो ह्याङ आउट। हामी ह्याङ आउटमा आयौँ। बहिनीहरूले यसो फोटो भिडियो गर्नुभयो। अनि त्यसपछि हामीले खानेकुरा अर्डर गऱ्यौँ। अनि खानेकुरामा चाहिँ हामीले चिसो खायौँ। अनि खाजा सेट खायौँ। त्यस पछाडि स्पेसल विङ्स चाहिँ खाइसकेर मात्र भिडियो गरिरहेको चाहिँ बहिनी चाहिँ यहाँ पिरोले सक्साक गरिरहनु भएको छ। दुईजना बहिनीहरू चाहिँ मलाई चाहिँ स्पाइसी एकदमै मनपर्छ नि त, त्यही भएर मैले अर्डर गरेको थिएँ। तर एकदम दामी 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 थियो क्या। त्यसपछि हामीले टिकटक बनायौँ। अनि टिकटक बनायौँ। अनि टिकटक बनाइसकेर फोटोहरू खिच्यौँ। अनि त्यसपछि घरतिर लाग्यौँ। आजको भिडियो यति नै।